नमस्कार इभी प्रेमीहरू। आजको भिडियोमा हामी नेपालमा उपलब्ध रु 40 देखि 50 लाखसम्मका 5वटा उत्कृष्ट इलेक्ट्रिक गाडीहरूको बारेमा जानकारी ल्याएका छौँ। नम्बर 5 मा छ BYD डल्फिन। सबैभन्दा सस्तो विकल्प हो BYD डल्फिन। यो इभी रु 41,15,000मा उपलब्ध छ। यसमा 44.9 किलोवाटको ब्लेड ब्याट्री छ र जसले करिब 340 किलोमिटरको रेन्ज दिन्छ। BYD को ब्लेड ब्याट्री अहिले विश्वकै सुरक्षित र टिकाउ टेक्नोलोजी मानिन्छ। यसमा घुम्ने इन्फोमेन्ट स्क्रिन, प्रिमियम इन्टेरियर र आकर्षक डिजाइन जस्ता फिचरहरू छन्। सहरीय ड्राइभका लागि यो उत्कृष्ट विकल्प हो। नम्बर 4 मा रहेको छ MG4 EV कम्फोर्ट। यो इभी रु 41,50,000 पर्छ। यसमा 51 किलोवाटको ब्याट्री छ र 350 किलोमिटरको रेन्ज दिन्छ। RWD अर्थात् रियर व्हील ड्राइभ भएकोले ड्राइभिङ एकदमै मजाको हुन्छ। यसको स्पोर्टी लुक, चिटिक्क इन्टेरियर र ड्राइभर फोकस डिजाइनले यसलाई नयाँ पुस्ताका लागि लोकप्रिय बनाएको छ। तेस्रो नम्बरमा छ टाटा नेक्सन इभी लङ रेन्ज। यसको मूल्य रु 45,79,000 छ। 40.5 किलोवाटको ब्याट्री भएको यो गाडीले ARAI अनुसार 437 किलोमिटरसम्मको रेन्ज दिन्छ। यसमा छ सनरुफ, भेन्टिलेटेड सिट, एन्ड्रोइड अटो और एप्पल कारप्ले सपोर्ट र टाटाको आफ्नै IRA कनेक्टेड टेक। एसयुभी डिजाइन भएकाले यो गाडी नेपालको हरेक बाटोमा सजिलै हिँड्न सक्छ। दोस्रो नम्बरमा छ MG ZS EV कम्फोर्ट। यसको मूल्य हो रु 48,49,000। यो गाडीमा 50.3 किलोवाट ब्याट्री छ जसले 320 देखि 350 किलोमिटर रेन्ज दिन्छ। यसमा एडस एडभान्स ड्राइभर एसिस्टेन्स सिस्टम, प्यानोरामिक सनरुफ र ठुलो टच स्क्रिन छन्। MG ZS EV लामो समयदेखि नेपाली इभी बजारमा भरपर्दो ब्रान्डको रूपमा स्थापित भइसकेको छ। नम्बर 1 मा छ सिरिज 3 कम्फर्ट। यो इभी सूचीको सबैभन्दा महँगो हो, रु 49,79,000। 52.7 किलोवाटको ब्याट्री भएको यो एसयुभीले 405 किलोमिटरसम्मको रेन्ज दिन्छ। यसको डिजाइन प्रिमियम छ, इन्फोटेनमेन्ट उत्कृष्ट छ र सवारी अनुभव अत्यन्तै स्मुथ हुन्छ। यो गाडी छिटो रिचार्ज हुने र एडभान्स टेक्नोलोजीले भरिपूर्ण छ। भिडियो मन परेमा भिडियोलाई लाइक, सेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोस्।